सबैजनालाई ओ भाइ कहाँ भयो भाइ ल आफ्टर लङ टाइम वेलकम टु माई ब्लग भाइ के छ त के छ कहाँ जान्ला अहिले कता जाने भनिहाले है आज हामी साथीहरुलाई भेट्नलाई कहाँ जान्ला साथीहरु भेट्नलाई मितपुर सिजौका भन क्या सिजौका सिजौका केन जान्ला हो भन सिजौका मितपुर यहाँ ट्याक्टर जाँदैछ अब यहाँबाट हामी लगभग कतिखेर पुग्छौँ भने 1 घण्टा 17 मिनेटमा ओहो 1 घण्टा 80 किलोमिटरको यात्रा हुँदैछ हाम्रो लगभग 9 बजीतिर पुग्नेछ ठिकै हो नि आज कति बजी भेट्ने रे दिले भाइ साथीलाई आज कति बजी भेट्ने हो तिनीहरू दुईजनालाई आज 1.5 महिना पछि 1.5 महिना भयो आज चाहिँ दुईजना साथीहरू कापिरु अनि त्यसपछि चाहिँ सन्देश कति खुसी लागिरहेछ एकदम खुसी ह्याप्पी केटाहरु के भनिरहेछ नि त कहिले भेट्नेलाई भनिरहेछ केटाहरुलाई आज हामी भेट्नको लागि चाहिँ हामी हिँडिसक्यौं अब हामी चाहिँ बिस्तारै गन्तव्य स्थानतिर चाहिँ हामी लम्किरहेछौँ है गाइजहरु तिम्रो मुटु ढकढक भएको छैन नि भेट्नको एकदम खुसीले ढकढक भएको छैन नि एकदम खुसी लाग्यो खुसीले गदगद आज त धेरै चिज पो गदगद छ त भाइहरुको एकदम हैन अग्रज दाइहरुसँग चाहिँ आज घुम्ने अवसर मिल्यो यो अवसर जुराइदिनु हुने गुरुदाइहरु दुए विक्रम सर र मंगरु धेरै धेरै धन्यवाद दिन चाहन्छु है गाइजहरु दुई शब्द यही हो यति हो मेरो आजको भनाइ सक्यो एकछिन पछि आउँछ अब ल एकछिन फर्स्ट स्यालेरीबाट कफी गयो भाइले बस कस्तो रहेछ भाइ कफी एकदम मिठो टेस्टी बीच बाटोमा आएर यहाँ कफी खाँदै हामी आइपुग्यो त मितपुर आइपुग्यो है गाइज हामी मितपुर यहाँ को छ त अब यहाँ सन्देश कापिरु यहाँ हाम्रो मितपुर यहाँ चाहिँ मासु कम्पनी हो हाम्रो यो केटाहरु अब के गरिरहेछ माथि सुतिरहेछ ल केटाहरु कति दिन पछाडि भेट भयो अरे हामी विक्रम साहब 1 महिना ठ्याक्कै 1 महिना 1.5 महिना भयो ल 1.5 महिना भइसक्यो कस्तो लागिरहेछ त दिलेलाई एकदम हाम्रो दिल भाइ एकदम आइजहरु है हामी अब हामी कहाँ जान्छौँ भाइ कहाँ जाने हो केही नै थाहा छैन अब हामी एउटा लेक भगडामा जान्छौँ है ल ओके लेट्स गिभ अस शो लेट्स गो यस्तो सिस्टमले रुख यहाँ नि काटेर यहाँ काटेर यस्तै यस्तो सिस्टम ल टक्रक्क आइपुग्यो त ल यामानाको लेकमा ए फुजिसान त डेन्जर देख्दो रहेछ यार भाइ के हो आमा चसो लाएर कस्तो लागिरहेछ भाइ एकदम बिन्दास नाच एकचोटि सँगै आएको साथी भेट्नु कस्तो लाग्यो कस्तो अरे खुसी लागिरहेछ खुसी लागिरहेछ साइकल
नाच नि त एकचोटि फोटो आउनु न सबैजनाको एउटा फोटो हान्नु नाच नि त नि एकचोटि ल ए कपिल त यहाँ पुरै के अरे ढाका टोपी लाएर नेपालको होइन नेपालको पुरै बौसी लाएर होइन यता चाहिँ खै त नेपालको टोपी नाचिसकेको पर ठुल्छोल गाउँ न बस सन्देशमा जाउँ न अनि फुजिसानको मुनि यसरी नाच्न पाउँदाखेरि मास्टर दुईजना नि त मास्टर दुईजना सेन्सेहरू केतै बाटो हो फेरि बस हातले लाग्ने क्लोज रे ए नाच सोल्टी ए सोल्टी खतरा रमाइलो मान्छे हो क्या हाम्रो बङ्गाल साम क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ बस फल्स कुन फल्स अरे सिराइटो फल्स वाउ कति ब्युटिफुल यार नेपालको नेचुरल भाइब्स दिन्छ नि होइन वाउ कति राम्रो यार पुरा खानु पर्ने छ